गाइस, वेलकम टु माई युट्युब च्यानल। फ्रेन्ड आज भने चाहिँ हामी आङ्गुबडी जाँदैछु है। समीर म पनि र हाम्रो सानो प्यारो स्कुटी लिएर चाहिँ हामी जाँदै गरेको अर्ली इन द मर्निङ होइन गाइस। अहिले हाम्रो एक्ज्याक्ट लोकेसन भन्नुहुन्छ भने चाहिँ हामी एक्ज्याक्ट अब कहाँ भन्नु गाइस होइन, र तपाईँहरूले यहाँनिर हेर्न सक्नुहुन्छ। जस्ट अब नथुला भन्नुहुन्छ भने चाहिँ 21 किलोमिटर छ र हामी दुईवटै। र यहाँको भ्यू अहिलेको मर्निङ भ्यू भन्नुहुन्छ भने चाहिँ अहिले चाहिँ टाइम चाहिँ 5 o'clock मात्रै हुँदैछ फ्रेन्ड। र यहाँको भ्यू चाहिँ यस्तो छ हो। र हामी चाहिँ त्यस्तै अलिक बिहानै हिँड्नुको कारणले गर्दा अलिक होइन निन्द्रा पुगेको छैन। त्यस्तै आँखा पोलिरहेछ, चिसो हावा पनि चिसो उपर हो। यहाँको ओह्रालोको डेप्थ चाहिँ हेर्नुहुन्छ भने चाहिँ यस्तो छ फ्रेन्ड, निकै भिरालो जग्गा। बिहान यो चाहिँ मजाको बिहानको यो झुल्के घाममा तपाईँहरू सबैलाई गुड मर्निङ। र हामी जस्ट छाउँ पुग्नेछौँ। अन्त त्यहाँ गएर चाहिँ हल्का बिहानको ब्रेकफास्ट टीहरू भइवरी चाहिँ त्यहाँदेखि हामी छाउँ क्रस गरेर हामी पुग्नेछौँ बाबा मन्दिर माथिपट्टि। त्यहाँसम्मको हाम्रो आज गाइस। र तपाईँहरूले के कस्तो लाग्नेछ कमेन्ट लेख्न सक्नुहुन्छ होइन। अहिले चाहिँ टाइम भन्नुहुन्छ चाहिँ 5:38 र ब्रेकफास्ट चाहिँ हामी छाउँ आइपुग्यौँ। छाउमा गर्नु त्यही गाइस हो। समीर पनि चियाहरू सबै भयो। अहिले चाहिँ खाजा खाइँदै गऱ्यो ब्रेकफास्ट सिन है। अब भने चाहिँ यहाँबाट लाग्दिएको नानाको आइवरी बिहानको ब्रेकफास्ट गरिवरी चाहिँ हिँडेको हामी चाहिँ हो। निकै छ अझै बाटो, झन्डै 20-25 किलोमिटर छ। टाइम भन्नुहुन्छ भने चाहिँ अहिले 6 बज्दैछ हो। फ्युल यति मात्रै छ। हामी दुई भाइ अब लाग्दिएको फ्रेन्ड। अहिले चाहिँ हामी यहाँनिर छङ्गु लेकमा पनि आइपुग्यौँ हो। अन्त यहाँको भ्यू भन्नु भने चाहिँ यस्तो छ, चिसो खतरा छ। अलिकति हाई एल्टिट्युडमा जाँदाखेरि सास फेर्नु साह्रो भएको जस्तो नि हुँदैछ हो। अन्त एकछिन बिसाउँदै जाँदैछौँ हामी चाहिँ। त्यसरी साथतिर यस्तो लोड यस्तो छ हो। हुन्छ गाइस, अझै बाटो कभर गर्नु निकै छ। उता आर्मीहरू पनि जगिङको लागि आउँदै हुनुहुन्छ। अन्त हेरौँ उहाँहरूको के रेस्पोन्स आउँछ हो। र यहाँ भन्नुहुन्छ भने चाहिँ यो चाहिँ छाङ्गु लेक, यहाँ पर हेर्न सक्नुहुन्छ। आई लभ छाङ्गु। यहाँ माथि हेर्नुहुन्छ उहाँहरू पनि गइसक्नुभयो हो। र अब भने हामी पनि लाग्दिएको। समीर के भन्नु छ, जाडो कस्तो छ हौ? खतरा जाडो ठिकै राइट मजा हुँदैछ। हामी दुईजना चिसोमा मजा आयो। लन्च पनि ब्रेकफास्ट पनि गरिवरी नै हामी चाहिँ रुममा गएर केटाहरू पनि वेटअप गर्नेछौँ उठाइवरी चाहिँ होइन। त्यस्तै हुन्छ आजको बेलुका हुनेछ। यो भिडियो चाहिँ स्किप नगरी हेर्नुहोस् है तपाईँहरूले। हामी पुग्नु आँट्यौँ, अझै 20 किलोमिटर जस्तो छ। फ्रेन्ड हामी चाहिँ हाङ्गु आइपुग्यौँ दुई भाइ चाहिँ हो। र स्कुटी पनि यहाँनिर राखिवरी अब भने चाहिँ हामी रुमपट्टि जानु आँटेको। यसमा अब गएर साथीहरूलाई उठाउने स्कुटी ल्यायो यहाँनिर। र भन्नुहुन्छ भने चाहिँ यो चाहिँ हाङ्गु लेक हो गाइस हो। र सधैँ देखाउने साइड त्यहाँनिर पहिला गएर साथीहरूलाई उठाउने भित्र वेट गरिदिइरहेको रहेछ। साथीहरू पनि टक्कै निस्किँदै गरेको सिन। चिया खानु जाने हो जुन कालो इन भाइ। र फ्रेन्ड हामी चाहिँ चिया खानु जाँदै गरेको थियो। हुन्छ आज हाम्रो भ्लग चाहिँ के हो। ड्युटी टाइम पनि हुनु आँट्यो गाइस। हामी चाहिँ अब चिया खाइवरी चाहिँ रेडी भएर ड्युटी जानुपर्ने छ। लागि सक्नुहुन्छ फेरि अर्को भ्लगमा भेट्छौँ भने। ओके बाई बाई।